हेलो साथीहरू, हजुरहरूलाई मेरो कुकिङ भिडियोमा स्वागत छ। आज चाहिँ मैले इस्कुसको जराको सब्जीको भिडियो लिएर आएको छु। सबैको पकाउने आफ्नो आफ्नो तरिका हुन्छ, तर यो चाहिँ मेरो सिम्पल तरिकाले हामी चाहिँ यसरी नै पकाएर खान्छौँ। हामी खासै मसला त्यस्तो मसलेदार खाँदैनौँ नि त, त्यही भएर यस्तै हामी सामान्य प्याज बेसार यो त अब सबैको भइहाल्छ, अनि थोरै जिरा टमाटर यस्तै हालेर पकाउँछौँ। हजुरहरूले कसरी पकाउनुहुन्छ साथीहरू? अनि यो इस्कुसको जरा कसलाई मनपर्छ भन्नु होला है। सब्जी मनपर्छ कि उसिनेर पकाएको मनपर्छ? उसिनेर खाँदा पनि एकदम मिठो हुन्छ। अब त यो अन्तिम भइसक्यो, यसको सिजन जान लाग्यो, र पनि म चाहिँ यहाँ माइतमा छु नि त अहिले। अनि आज ड्याडीले थोरै भए पनि निकाल्नु भएको रहेछ, त्यही भएर आज यो मैले त्यत्तिकै पकाएको भिडियो लिएर आएँ। साथीहरू सबैजनाले माया गरेर लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। अब म यस्तै भिडियोहरू लिएर कहिलेकाहीँ आउने छु, हेरिदिनु होला।